हुँदैन हैन त्यो ठिकहरु लाग्दो काम गर न दुःख गर फाइनली अहिले हामी यहाँनिर वर्ष नाभाकोसी वर्ष यो मैदानमा हाम्रो बडा हुनुहुन्छ यहाँ टुक्रे ब्रदरहरू पनि हुनुहुँदो रहेछ है यता उयसबाट रहेछ नि त मलट सही हजुर एभन ग्रुप है ठीक छ हामी मलर सँग ठीक छ झर्दैन सिस्ने हुन्छ थ्यांक यू सो मच हजुर के भन्नुहुन्छ हो अहिले अब मेरो भन्ने कुरो ठिक छ हैन हजुर जो मैले बस 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 कुरोहरू हजुर ठिकै हो हैन केटाहरूलाई नि अहिले पुरा ड्रग्सहरू खाएर धेरैवटा सेवन गरिरहेको छ त्यस्तो मान्छेलाई के भन्नुहुन्छ तपाईँ अब यो कुरोमा चाहिँ अब अलिकति है कडाभन्दा कडा गरेर पनि भएन ठिकै एउटा तिनीहरूको एउटा डरको एउटा मुलुक चाहिँ झुन्ड्याउनु पर्छ उनीहरूलाई राखेर फेरि यस्तो पढेको केटाहरू मान्छेको डर छैन कि होइन भन्ने तर भन्दैन बडको नि के भन्दिनँ म त यो भन्छ आर्मी फेरि जति पनि केटाहरू छैन मान्छेको डर एउटा डर हुन्छ नि डर बोक्नुपर्छ होइन एउटा डिसिप्लिन मनाइ दार्जिलिङमा त्यो चिज ल्याउने पनि होइन बियर खाउँछ मतलब एउटा इन्जोय गर्न खाने त्यस्तो ड्रग्स टेस्ट गर्ने तर मान्छे के भन्छ बताइ हैन केटाहरु चाहिँ हेल्दी हैन काम गर हैन कमाइ गर खाऊ बियर खाऊ के गर्छ ड्रग्स खाएपछि चोर्नु सक्छ हैन के गर्छ यस्तो मान्छेले के खानु के चोरी के हुन्छ हैन चोर चाहिँ पुलिसले एकदम जे गरिरहेको छ प्रशासनले एकदम राम्रो गरिरहेको छ नि त हैन ड्रग्स खानु के चोरी के हुन्छ चोर बान लाग्छ हैन पैसा पाउँदैन चोर्दैन त्यस्तो मान्छेले चोर्छ गर्छ ड्रग्स गएको बदनाम हुन्छ हाई लेभल कुरा हो कि यो हाई लेभल कुरा दार्जिलिङ आयो भने एकदम यो फैलिन्छ कि त्यसले गर्दा हामीले चाहिँ ड्रग्स पुरा रोकथाम गर्नु एउटा स्ट्रिक्ट अर्डर आउनु छ माथिबाट होइन यहाँको पुलिस शासन मात्रै भने मात्रै सुकिया मात्रै दार्जिलिङ जो मेन यहाँको छ त्यो मान्छे आएर यहाँ पक्का स्ट्रिक्ट एउटा गर्नुपर्छ कानुन गर्नुपर्छ कानुन गर्नुपर्छ कि यो ड्रग्समा हाम्रो जति पनि भाइहरू छ बहिनीहरू छ जो एकदम त्यो ड्रग्स खाएर त एकदम बिग्रिन्छ उसको परिवार सबै उस हुन्छ खतम हुन्छ ज्यान गुमाइरहेको छ नि अब ज्यान गुमाइरहेको छ ज्यान गुमाउनु हुँदैन हैन त्यो ठिकहरु लाग्दो काम गर न दुःख गर फाइनली अहिले हामी यहाँनिर वर्ष नाभाकोसी वर्ष यो मैदानमा हाम्रो बडा हुनुहुन्छ यहाँ टुक्रे ब्रदरहरू पनि हुनुहुँदो रहेछ है यता उयसबाट रहेछ नि त मलट सही हजुर एभन ग्रुप है ठीक छ हामी मलर सँग ठीक छ झर्दैन सिस्ने हुन्छ थ्यांक यू सो मच आजको मेरो हैन भिडियोमा है तपाईँहरूलाई आजको भिडियोलाई यति नै है हामी हैन केटाहरु फेरि पनि अर्को भिडियोमा तपाईँहरूलाई जानकारी दिनेछु साथी